हेलो नमस्ते वेलकम टु माई न्यू भ्लग अनि आइसकेको छु म फेरि हजुरको सामु एउटा नयाँ भिडियो लिएर गाइस म चाहिँ मुद्दा जान आँटे हैन अनि ल सो गाइस आज चाहिँ बेलुका भइसकेको छ साँझ पर्न आँटिसकेको छ अनि म चाहिँ यसो पसलतिर जाउँ भनेर हिँडेको हैन यसो चिया खाइदिउँ नि त मौसमले च्यालेन्ज गर्यो भनेर घरबाट टक्क लागियो जाँदैछु हाम्रो गाउँ भ्याली हाम्रो भिलेज भ्याली यस्तो छ है हाम्रो चाहिँ भाउजूको घर हो दाइको गाडी त्यहाँ छ अब यस्तो दिन ढल्केर यस्तो भइसक्यो अनि यहाँ पाक्दैछ कि क्या स्वस्तिका दिदी यता पकाउँदै हुनुहुन्छ मान्छे सानी काम यति धेरै गर्छिन् कि हाम्रो छोरीले यति धेरै गर्छिन् कि खाना भात तरकारी ओछ्यान लुगा फाटो सबै धुन्छन् मान्छे चाहिँ यत्रै छिन् काम चाहिँ फेरि यिनले नपत्याउँदै गर्छिन् त्यस्तो खाले गर्छिन् यिनले काम चाहिँ यिनी मेरी छोरी हुन् अनि यहाँ हाम्रो थोरै सानोतिनोमा उसमा बुङ्गुर पालन भनौँ न यसो 4-5 वटा छ माउ छ होइन अनि बच्चाहरू पनि खासै छैन खासै भनेर त्यस्तो छैन अहिले भर्खर हालसालै ब्याङ्क एउटा दुईवटा चाहिँ अनि त्यही हो यस्तो हेर्दाखेरि चाहिँ अनि कति भयो नि त भ्लग नगरेको होइन भिडियो नबनाएको अनि भिडियो नबनाइसकेपछि चाहिँ अनि यस्तो हुन्छ नि दैव संयोग अब आक्कल झुक्कल बनाउँदाखेरि अनि अचानक हुन्छ नि बनाउँदाखेरि चाहिँ मुला होइन त अलिकति बनाउँदाखेरि चाहिँ अनि त्यसपछि अब कस्तो भिडियो भन्छ नि बोल्न के बोल्ने भने जस्तो त्यस्तो टाइपको हुन्छ है अनि जे बोल्यो भने बोल्नु त पऱ्यो नि भनेर अनि यसरी हुँदैन भने झुक्क उठेर तुरुक्क मुतेर अनि चाहिँ यसो होइन भिडियो बनाउँदै चिया खाएर गइदिउँ नि त भनेर दाइहरू आउनु भएको रहेछ अनि वा भनिदिएर फेरि बिजोक अनि यस्तो हुन्छ जिस्काइदिइहाल्छन् अनि यहाँ वातावरण छैन क्या भिडियो बनाउने एक त त्यही त हो नि अब यसो मोबाइलमा भिडियो बनाउनु थालिसकेपछि कसैले देख्यो भने गाउँका मान्छेले ल अनि अब बाउ लागेको छ यो भन्दैन नि त के हो जिस्काउने यताउति त्यही त हो नि अनि थियो नि त हामीले भिडियो नबनाएको त्योहरू नि सब बनाइदिउँ भनेर तर यो धेरै पछि भिडियोहरू बनाउँदा यस्तो हात दुख्छ क्या धेरै नै हामी टक्क त्यहाँ पँधेराबाट जानुपर्ने हुन्छ होइन पाहाडमा पुरै हालत चाहिँ यस्तो छ है हाम्रो गाउँको बाटोको चाहिँ यस्तै छ अब बाटो चाहिँ यस्तै छ हाम्रो घर जाने बाटोहरू यस्तै हो सबै पानी परेपछि त कहिले यताबाट एक टाका त यो पहिरो पुरै आएर गरेको थियो तपाईँहरूले देख्नु नि भएको छ होला मेरो पछि पुरानो भिडियोमा गएर हेर्न सक्नुहुन्छ यो पुरै माथिको त्यो चोक्ट्याएर यो पँधेरा पुरै ड्याममै छिर्दै गएर पुर्याएको थियो क्या पुरै होइन हिलोले ग्लित्तै पुरेको थियो अनि फेरि यो डोजरहरू ल्याएर माटोहरू हटाएर पुरा सफा गरेको थियो त्यतिखेर हामीले अहिले चाहिँ यस्तै छ यो दिनहरू यस्तो भइसक्यो दिन ढलेर साँझ पर्न आँटिसक्यो यहाँ चाहिँ खुट्टा धर गइदिउँ नि त पसलतिर हिले हुन्छ होइन उता गएपछि नि हिले हुने हो तापनि यसो धोइदिउँ न खुट्टा हानेर अब सँगैका साथीहरू कहाँ पुगिसके आफू भने यतै छु जे होस् अरूले चाहिँ काम सुरु गरिसके म चाहिँ हल्लिएर बसिरहेको छु कोही होटेल लाइनमा गए कोही यता हुन्छ नि सेल्सम्यानको काम गर्दैछन् कोही होटेलतिर काम गर्दैछन् वेटरमा सबजना आफ्नो काम गर्दैछन् म चाहिँ घरमै हल्लिएर बसिरहेको छु बिहान उठ्यो पसलतिर गयो दिउँसो गयो बेलुका गयो आयो सुत्यो खायो हल्लियो हिँड्यो केही बुझेको पनि छैन कामसाम यता उति कतै बुझेको छैन अनि आज यो गर्छु भनेर उठेको हुन्छ मतलब सोचेको हुन्छ अनि त्यो गरेन बस्यो सुत्यो आज चाहिँ यसो कामतिर बुझ्नु पऱ्यो भनेर सोच बनाएको जाने मन लागेन कहीँ पनि घरमै सुतेर बस्यो दिनभरि पसल गइयो खातामा चढाइयो खाताको अङ्क बढाइयो त्यति हो अनि किन्छ त तिमीसँगै उडी जाने मन लाग्छ घरिघरि बहाना खोज्दै
हिँडेको म घुम्दै वरिपरि बाइक लिएर आउने सोचिरहेको थिएँ म पसलतिर जानु चाहिँ बाइक यसो लिएर जाउँ त भनेर सोचिरहेको थिएँ पानी परिगयो अनि हिलोमा त्यो के लिएर हिँड्नु त्यही माथि ब्रेक छैन अगाडिको मात्र छ पछाडिको ब्रेकै लाग्दैन अनि त्यही भएर नलिकन हिँड्दै टक्क लगाएर हिँडेर जाँदैछु म चाहिँ होइन यहाँ हाम्रो डाँडाहरू देख्न सक्नुहुन्छ अहिले अब यो यस्तै हो बर्खायामा अब पुरै यो सुकेर झर्छ होइन सल्लोहरू अनि नयाँ पलाउँछ अब चाहिँ अहिलेको समय भने चाहिँ पुरै सल्लोहरू झरेर पुरै सोतारको लागि रेडी भइसक्यो यहाँ अब मान्छेहरू सोरेर कति लैसक्यो घर गाडी सोरेर लग्छन् कि खतरा अनि यस केटाहरूले काम गर्न थालिसकेपछि चाहिँ बिर्सिँदा रहेछन् फोन पनि गर्दैनन् अनि अरू बेला चाहिँ अब हुन्छ नि फोन गर्ने यताउति टाइपको भइरहेको थियो केटाहरूसँग आजभोलि छैन उनीहरूको नि काम हुन्छ होइन बुझेको छ पहिलाको जस्तो नहुने रहेछ जे होस् अनि पहिला अब उनीहरू हामी सँगै हुँदाखेरि काम नगर्दाखेरि चाहिँ एनी टाइम भने जस्तै हो तर दिनमा कुरा भइरहेको थियो दिनमै कुरा भइँदैन कलमा कुरा भइरहेको थियो तर उनीहरू अब काम गर्न थालिसकेपछि कुरा हुँदैन हाम्रो कसै पनि केटाहरूको उनीहरूको नि बिजी होला पर्सनल लाइफ बिजी होला कामको ऊ होला भार होला होइन गाह्रो हुन्छ होला बिहान छिटै उठ्यो बेलुका ढिला आयो होइन त्यही त अनि गाह्रो हुन्छ जस सबैलाई त्यस्तै हो छ अब मैले पनि काम गर्न थालेपछि मन त्यस्तै हो सबै त्यस्तै हो सो हाम्रो पसल चाहिँ त्यहाँनिर छ है टक्क लगाएर म जहाँसम्म लाग्छ अहिले फर्किँदाखेरि चाहिँ अँध्यारै हुन्छ होला अनि एक्लै आउनुपर्ने हुन्छ एक्लै आउनु पऱ्यो भने म तल उयो रोडबाट जाने हो सुई यहाँबाट हिँड्यो भने बाघ आउने सम्भावना धेरै छ क्या हाम्रो यता चाहिँ बाघ चाहिँ उपत्र हिँडिदिन्छ क्या यता पुरै बाघ साग त खत्रै हो नि फेरि एकचोटि होइन 2-3 चोटिसम्म हुन्छ नि 3 चोटिसम्म चाहिँ म त्यो त्यस्तो भइसक्यो क्या बाघले लहाटेकै भने नि हुन्छ अब देखेको अनि जस बाघ कतिचोटि मैले पनि देखाएको छु यहीँ होइन बाघ भने मतलब बाघै भन्दा नि चितुवा अनि एकचोटि चाहिँ यहाँ त्यो ब्ल्याक प्यान्थर हुन्छ नि त्यो पनि आएको थियो क्या ब्ल्याक प्यान्थर पनि आइपुगेको थियो क्या एकचोटि त यहाँ बिजो भने त्यसको यस्तो बुइती चलाएको थियो कि यहाँ त्यो ब्ल्याक प्यान्थरको अनि तर के कसो भएर त्यो मर्न चाहिँ मऱ्यो के कसो भएर कसरी मऱ्यो त्यो मलाई पनि थाहा छैन होइन तर मर्न चाहिँ मऱ्यो हाम्रो घरभन्दा तल मेन रोडको त्यो ढलमा ट्याक्क मरेको रहेछ बिहान मान्छेहरू उठेर होइन यसो डेढी जाँदा अब सामानहरू किन्न जाँदा पुऱ्याउनु जाँदा यताउति गर्दाखेरि चाहिँ मान्छेहरूले बिहान देखेछन् होइन अनि त्यो देखेर चाहिँ अनि त्यो कता त्यो हुन्छ नि त्यो वन्यजन्तुहरू त्यो यताउतिको सुरक्षा यताउति हुन्छ नि त्यो मतलब त्यस्तै आएर अनि त्यसलाई गरेर लगेर त्यस्तै केही गरेँ होइन तर यहाँ एकचोटि यस्तो बुइमिती भएको थियो कि त्यो यता खासै त पाइन्थेन होइन आउँथेन तर त्यो कहाँबाट इन्डियाबाट कताबाट आएको नि त्यो थाहा भएन एकचोटि यहाँ ब्ल्याक प्यान्थर आइपुगेर यस्तो बिजोग भएको थियो बुइती डरो मर्दो क्या घर राति भयो कि अब होइन अँध्यारोमा त कहाँ देखिने ब्ल्याक प्यान्थर जस्तो चिज नामै ब्ल्याक प्यान्थर कालो बाघ रे अनि त धन्न त्यो हुन चाहिँ के भएर मऱ्यो त्यो होइन अनि त्यो अहिले चाहिँ छैन तर अहिले छैन भन्दा पनि अहिले अरू चितुवाहरू त हिँडिरहेको छ नि अनि अलिक डर मर्दैछ हाम्रो यतातिर चाहिँ किनभने हेर्न सक्नुहुन्छ यस्तो जङ्गल छ डाँडा हो होइन अनि उतापट्टि हाम्रो घर यताउति वरिपरि सबैतिर पाहा हो माथि जङ्गल छ होइन अब तल यस्तो डाँडै काँडा हो अनि माथिपट्टि चाहिँ हाम्रो जङ्गल छ ठुलो जङ्गलै छ अनि त्यहाँबाट नि आउँछ क्या अनि माथि हस्पिटल बनिन्छ नि त अब त्यो जङ्गलहरू फाँडेर मान्छे हाम्रो त्यो जनावरहरू होइन हुन्छ नि जस्तै अब बाघ भालु चितुवाहरू यताउति आउनु भनेकै हाम्रै कारणले हो क्या मान्छेहरूले अब त्यो जङ्गल फाँडिदिएर होइन विकासको नाममा अब त्यो उनीहरूको नि घरै त हो नि त्यो होइन जङ्गल भनेको जनावरहरूको घरै हो अनि यस्तो भएर फाँडिदिएर अब त्यो बनाउँछन् होइन अनि त्यो जनावरहरू पनि अब त्यही त हो नि अनि उनीहरू गाउँ छिर्ने कारण नै त्यही हो क्या उनीहरूको बस्ने ठाउँ हुँदैन होइन अनि छिर्ने कहाँ गाउँ त्यही त हो नि अनि त्यही भयो मार्यो यताउति गऱ्यो सत्यानाश
भस्म खरानी। अनि यहाँ चाहिँ ऐसलु पाकिसकेको छ क्या गाइस। ककसकोतिर चाहिँ ऐसलु काफल पाकिसक्यो यस्तो कमेन्ट हानिदिउँ। हाम्रो चाहिँ यता काफल त थाहा छैन होइन, काफल चाहिँ अहिले खासै त्यस्तो छैन, पाकेको छैन होला, हरे नि होला। ऐसलुको चाहिँ सुरुवात भइसक्यो क्या यहाँ होइन, ऐसलु पाइसक्यो। अहिले अलि अँध्यारो भएर देखाएको छैन होला सायद, तर पाक्न चाहिँ पाइसक्यो ऐसलुहरू एकदम। बिहान आउँदा नि खाइराखेको हुन्छु यो ऐसलुहरू चाहिँ। यो मिल्नु हुन्छ यो ऐसलु पनि। फेरि ज्वरोको लागि त औषधि खतरा अनि कडक यसको त्यो औषधि बनाउँछ होइन, यसलाई पकाएर डेन्जर यसको औषधि। सो गाइस त्यही अहिले हामी पसलतिर गएर कन्टिन्यू हुन्छ। बाटो आइसक्यो नि त है त। म चाहिँ टक्क लगाएर घरतिर आइसकेँ गाइस होइन, चिया हानिदिएर। अनि यहाँनिर देख्न सक्नुहुन्छ मलाई, म आम्मा यहाँनिर यस्तो हेर्दाखेरि मेरो सिसामा के यहाँ देखिँदो रहेछ मेरो। म चाहिँ घरतिर आइसकेँ गाइस। हाम्रो छोरा यता देख्न सक्नुहुन्छ चम्पाकली बनाइदिएर यसलाई, छोरालाई चम्पाकली आँखा साखामा होइन, त्यो के हो यो चिपस्टिकको यता लगाइदिएर हेर्नु ओठतिर। अनि यहाँ पुरानिर चम्पाकली अनुहार त्यो ल। अनि त्यो कपाल रे अनि कस्तो देखिरहेछ त आम्मा। अनि के हो यस्तो बेबी मेरो कुरा पनि सुन न। तेरो देखाइदियो नि त। सो गाइस त्यही हो आजको भ्लग, यस्तै भयो, शान्ति न मिठो चिरो जस्तो भए पनि भयो। सो भेटौँला हामी अर्को भिडियोमा भन्दै आजको लागि टाटा बाई बाई, सी यू टु नेक्स्ट भिडियो।